साथीहरू र यस कार्यक्रममा आइदिनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई मेरो मनैबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। म अध्यक्ष भइसकेपछि आइकेएफको 6 महिनादेखि 7 महिनाभित्र नेसनल टिम गर्छु भन्ने बात गरेको थियो। तपाईँहरू अगाडि चाहिँ अहिले नेसनल टिम सुरु हुनुभएको आएका छन् र आशा छ भाइ बहिनीहरूले आइकेएफको भाइ बहिनी राम्रो खेल्नुहोस् र देशको नाम उच्च राखोस् खेलबाट। र छोटो समयमा हामीले 22 देखि 23वटा जिल्लामा आइकेएफ स्थापना गरिसक्यौँ र हाम्रो लक्ष्य चाहिँ 75 जिल्लामा आइकेएफ स्थापित गर्ने लक्ष्य छ। र हाम्रो आइकेएफको महासचिवले तपाईँहरूलाई विवरण दिनुहुन्छ र आइकेएफको कार्यक्रम सफल पार्नुमा हङकङको हाम्रो स्पोन्सर विशाल गुरुङ, चेतन गुरुङज्यू, तिलक गुरुङज्यू, दिवस गुरुङज्यू, युकेका सिमन गुरुङज्यू, कोरियाबाट हाम्रो उपाध्यक्ष आरके श्रेष्ठज्यू, मगका साथीहरू, उहाँले हामीलाई सहयोग गरिदिएकोमा उहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र काठमाडौँका हिमालयन जावाका ओनर आनन्द गुरुङ, महाजनका ओनर विनोद श्रेष्ठ, अरुण भाइ, मोहन खड्काज्यू र एन्टाका ओनर निमा शेर्पाज्यूलाई पनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र आइकेएफका सम्पूर्ण खेलाडीहरू र उपाध्यक्ष, 4 जना उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरू आइकेएफको, उहाँहरूले पत्रकार मित्रहरू, उहाँले यो कार्यक्रम सफल पारिदिनु भएकोमा उहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँहरूले मलाई यसरी माया गर्नुहोस् र अबको 2 वर्षभित्र म आइकेएफको नेसनल होइन इन्टरनेसनल गेम गरेर देखाउँछु भन्ने बाचासहित 2 शब्द यहाँ टुङ्गाउँछु। नमस्कार।